नमस्कार, मैले एक्सलमा स्कुल कोड र सिम्बल नम्बर इन्ट्री गर्ने तरिका लिएर आएको छु। आशा छ कसै न कसैलाई यसले मद्दत पुर्याउनेछ। सुरुमा स्कुल कोड जस्तो हाम्रो स्कुलको 029 रहेको छ। तर यहाँनिर 0 डिस्प्ले गरेको छैन। तसर्थ यसको लागि सुरुमा सिंगल कोटेसन अनि त्यसपछि 029 हानेको खण्डमा यो डिस्प्ले गर्छ। त्यसरी नै सिम्बल नम्बर पनि सुरुमा सिंगल कोटेसन हानेपछि 051000732 यसरी हानेमा यो 0 रहिरहन्छ। धन्यवाद।